हेलो गाइज, के छ हालखबर? मेरो चाहिँ ठिकै छ है। म चाहिँ अहिले जापानको योकोहामा हो, टोकियोको योकोहामा भन्छ है यहाँ खासमा। अब खासमा भन्नुपर्दा म चाहिँ यो नयाँ आउने भाइ बहिनीहरूलाई नेक्स्ट आउने यो अक्टोबर इन्टेकको लागि अप्लाई गर्ने भाइ बहिनीहरूलाई सजेसन होस् भनेर चाहिँ भिडियो बनाउला हो। त्यस्तो अरू केही छैन है। भिडियोमा तपाईँहरूलाई बुझ्न मन छ भनेपछि यसमा सोद्धा हुन्छ होइन, मेसेज कमेन्ट जे गर्दा पनि हुन्छ। मैले मजाले रिप्लाई दिन्छु। म जापान आएको पनि धेरै भएको छैन, खासै 2 महिना जति हुन लाग्यो। कामसाम चाहिँ पाइसकेँ मैले कामहरू चाहिँ मैले पाएँ। अब नयाँ आउने भाइ बहिनीलाई म चाहिँ के भन्छु भनेपछि मेरो सजेसनमा है, आउनु चाहिँ आउनुपर्छ है, किनभने नेपालमा पनि त्यस्तै छ कन्डिसन। आउँदा चाहिँ बेस्ट हुन्छ है, तर नआऊ भन्नु चाहिँ हुन्न है। किनभनेपछि ठिकै छ, त्यस्तो विषय आत्तिनुपर्ने विषय छैन। राम्रोसँग पढ्नुहोस् होइन, राम्रोसँग गर्नुहोस्, आउनुहोस्। अनि मेरो आफ्नो तरिकामा मेरो भोगाइ चाहिँ के छ, मैले के भोगेँ अब तपाईँहरूको भागमा भोलि होइन के पर्छ भन्ने कुरा त्यो ठ्याक्कै कसैलाई पनि थाहा हुँदैन होइन। मेरो चाहिँ के भयो भनेपछि मैले चाहिँ नेपाल हुँदाखेरि अलिअलि पढेँ, खासै धेरै पढेन क्या। खासै धेरै नपढेर मतलब 5-6 च्याप्टर चाहिँ पढेर अप्लाई गरेर सिए आयो, भ्यापेस भएर इमिग्रेसन गएर एयरपोर्टबाट उडेर सुई आइयो है। अनि आइसक्दाखेरि यहाँ आइसकेपछि ठ्याक्कै मेरो एयरपोर्टमा झरिसकेपछि हामीलाई चाहिँ लिन आउनु भयो क्या। हामीलाई लिन चाहिँ नेपाली आएन, वार्डेन हुनुहुन्थ्यो। वार्डेन आएर लग्नुभयो। हामी 4 जना थियौँ साथीहरू। लगेपछि हामीलाई होस्टेलमा ल्यायो। होस्टेलमा ल्याइसकेपछि 2 जना केटा 2 जना केटी थियो, 2 जना केटी बहिनीहरू थियो क्या। त्यो बहिनीहरूलाई चाहिँ छुट्टै होस्टेलमा लग्यो। अब जापानिज भाषामा बोल्यो कि अब यस्तो भन्यो। अब ठ्याक्कै मैले नि बुझेन होइन, अलिअलि बुझिहालिन्छ, अलिअलि इङ्ग्लिस पनि बोल्छ। अब बुझेर हामीलाई 2 जना साथी थियौँ म र ऊ। अनि होस्टेलको लागि चाहिँ के भयो भनेपछि 2 जना साथीमा हाम्रो चाहिँ होस्टेलको लागि 2 जना केटाहरू पहिले बसिरहेको थियो। हामी चाहिँ लेट भयो क्या, नेपालबाट आउँदाखेरि नै हाम्रो लेट भइरहेको थियो क्या। नेपालबाट आउँदाखेरि लेट भइसकेको थियो। त्यही भएर लेट भएको कारणले के भयो भनेपछि होस्टेलको रुम चाहिँ हामी पहिलेदेखि आएको भए हामी चाहिँ 2 जना हुन्थ्यो है रुममा। लेट भएको कारणले होस्टेलहरू प्याक भएर अनि 2 जना पहिलेदेखि बसिसकेको साथीहरूसँग राखिदियो क्या। त्यही भएर हामी अहिले 4 जना बसिरहेको छौँ होस्टेलमा चाहिँ। त्यस्तो नराम्रो छैन, केटाहरू ठिक छ, मिलेर बसिरहेको छ होइन। अब नयाँ आउने भाइ बहिनीलाई चाहिँ के भन्छु भनेपछि म राम्रोसँग पढाउँ होइन, अप्लाई गरौँ, धेरै पैसा लगानी गरेर आइन्छ। यहाँ आइसकेपछि अब तपाईँहरूको ठाउँ कस्तो छ, कुन ठाउँ पर्नुहुन्छ भन्ने त्यो मलाई ठ्याक्कै थाहा छैन। मैले बुझेअनुसार योकोहामा आउनुभयो भने अलिकति क्यास चाहिँ ल्याएर आउँदा बेस्ट होला है, काम चाहिँ पाउँछ। किनभने मैले पनि आएको लगभग 1500 दिनमै काम पाएको हो क्या। काम चाहिँ यतातिर पाउँछ होइन। अब कामको लागि कुन ठाउँ पाउँछ, कहाँ पाउँछ, यताउता हुन्छ भने अब कसैको आफ्नो दाइ दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई त सजिलो भइहाल्यो। नभएकोलाई चाहिँ मलाई म्यासेज गर्दा हुन्छ है, नभएकोलाई मलाई म्यासेज गरेर योकोहामाको लागि सोद्धा हुन्छ है। मैले मजाले भनिदिन्छु है, यो ठाउँ गर, यस्तो गर, मैले हेल्प गर्छु है मजाले। किनभने मेरो पनि कोही थिएन आफ्नो मान्छेहरू, मैले नि त्यसरी नै पाएको होइन। सोधपुछ गरेर सोद्धा हुन्छ है। अब युट्युब बनाइराख रिप्लाई दिनु भनेर नसोच्दा हुन्छ है, मैले मजाले दिन्छु होइन रिप्लाई। त्यही भएर नयाँ आउने भाइ बहिनीलाई चाहिँ त्यसरी भन्छु है, पढेर आउनुहोस्, पैसा चाहिँ लगानी गरे हुन्छ। अनि त्यही छ होइन। अनि मेरो चाहिँ त्यसरी होस्टेलमा राखिदियो। होस्टेलमा राखिसकेपछि अहिले 4 जना मिलेर बसिरहेको छौँ। हाल कन्डिसन मेरो ठिकै छ, कामसाम गरिरहेको छु। मैले एउटा काम गरिरहेको छु, 2टा काम चाहिँ गर्न मिल्दैन। नयाँ आउने भाइ बहिनीलाई चाहिँ के भन्छु भनेपछि 2टा काम गर्न मिल्छ कि नै यस्तो छैन। अलि सुरुमा चाहिँ गाह्रो छ है, पछि ठ्याक्कै मलाई पनि थाहा छैन के छ। अलि सुरुमा चाहिँ अलिकति गाह्रै हुन्छ, एउटै काम हो गर्ने। राम्रोसँग भाषा पढेर धेरै नसोचौँ। कतिपय अहिले धेरैजना झुन्डेर मरिरहेको छ। हामी आएकै 1-2 महिनामै धेरैजना मरिसक्यो क्या। लगभग 5-6 जनै मरिसक्यो नि झुन्डेर। अब त्यस्तो सोचेर चाहिँ स्ट्रगल गर्ने भएपछि चाहिँ मजाले अप्लाई गरेर आउँदा हुन्छ होइन। स्ट्रगल गर्ने हो। अब यहाँ आएर बसेर खान कसैलाई पनि मिल्दैन है, लास्टै गाह्रो छ। अब लास्टै गाह्रो भन्दा पनि स्ट्रगल छ होइन। बसेर खान कसैलाई पनि मिल्दैन, सबैले काम गर्नैपर्छ, कलेज जानैपर्छ। मेरो चाहिँ म ठ्याक्क आएर म अलिकति पढाएँ, 5-6 क्लास पढाए भएको कारणले मेरो चाहिँ बिहान भयो कलेज बिहान भएर जस मलाई नि सजिलो भइरहेको अहिले। दिउँसोतिर कामसाम खोज्दा पनि सजिलो भइरहेको। अनि तपाईँहरूलाई एउटा अर्को कुरा के पनि भन्छु भनेपछि अलिकति भए पनि पढेर किन भनेपछि भोलि तपाईँहरूले
यहाँ आइसकेपछि एउटा सानो इक्जाम लाग्छ के को इक्जाम भनेपछि त्यो बिहान बेलुका चाहिँ कुन कुन बेला चाहिँ पढ्ने भन्ने इक्जाम लाग्छ होइन। त्यो इक्जामको लागि तपाईँहरूले अलि राम्रो गऱ्यो भने बिहान पढ्छ है क्लास। बिहान क्लास पढ्यो भने हेल्प लास्ट सपोर्ट हुन्छ है। मेरो चाहिँ सपोर्ट भयो है, किनभने मेरो दिउँसो क्लास भएको 2जना साथीहरू दिउँसो क्लास भएको थियो। उनीहरूले दिउँसो 1 बजेबाट 12:40बाट क्लासमा जान्छ होइन, 5 बजे आउँछ। 5 बजे आएपछि अब दिउँसोतिर क्लास भइहाल्छ। अब बेलुकातिर यसो कामसाम खोजौँ भने पनि अब टाढा बन्द भइहाल्छ नि त साँझतिर त प्रायः। अब त्यही भएर अलि गाह्रो हुन्छ है, किनभने दिउँसोतिर बिहान क्लास भयो भने चाहिँ धेरै हेल्प हुन्छ है। किनभने मेरो नि बिहान क्लास भएर मैले दिउँसोतिर काम खोजेर अगाडि नै काम पाएको हो क्या। त्यही भएर भाइ बहिनीहरूलाई पनि अलि पढौँ, बिहान क्लास पढ्ने गरेर चाहिँ पढौँ है, धेरै नपढे पनि है। किनभने नेपालमा हुँदाखेरि त्यस्तै हुन्छ है। म पनि नेपालमा हुँदाखेरि चाहिँ चिलै हो क्या मान्छे, बस्ने खाने यताउता गर्ने त्यस्तो खासै सोचिन्थेन होइन। अब यहाँ आएपछि धेरै कुरा चेन्ज हुनुपर्छ पनि होइन। यहाँको रुल्स रेगुलेसनहरू धेरै छ, रुल्स रेगुलेसनमा हिँड्नुपर्छ होइन। त्यही भएर चेन्ज हुनुपर्छ। अब केटाहरू पढिरहेको होलान् कन्सल्टेन्सीमा, अहिले ट्याग लाएर रमाइलो गरेर होलान्। अब भोलि यहाँ आएपछि अलिकति गाह्रो भइहाल्छ। धेरै नसोचेर मजाले अप्लाई गरेर आउँदा हुन्छ। अनि नेक्स्ट यो भिडियो चाहिँ मैले खासै लङ पनि बनाएन होइन, किनभने त्यस्तो भन्नुपर्ने कुराहरू केही लागेन मलाई। अब तपाईँहरूलाई लागेको कुराहरू चाहिँ मलाई कमेन्ट गरेर भन्नुभयो भने म रिप्लाई दिन्छु मजाले। जे पनि सोद्धा हुन्छ है, जे पनि लाग्छ नि, कुनै पनि कुरा सोध्ने मान्छे छैन कसलाई सोध्ने हो भन्ने लाग्छ भनेपछि मजाले है म मजाले रिप्लाई दिइदिन्छु कमेन्टको। अनि एउटा सब्सक्राइब पनि गरिदिनु होला, किनभने नेक्स्ट भिडियोहरू पनि मैले हालिरहेको छु हप्तामा तपाईँहरूको सल्लाहहरू सुनेर। अहिलेलाई यति नै छ है, खासै नयाँ त्यस्तो केही छैन। म आफ्नो मेरो त चलिरहेछ। अब तपाईँहरूको के हुन्छ आएपछि सबै कुरा थाहा हुन्छ। अब गाह्रो त्यस्तो केही छैन, मलाई चाहिँ त्यस्तो गाह्रो केही भएको छैन। अब तपाईँहरूलाई कुन ठाउँ हुने हो त्यो ठ्याक्कै मलाई थाहा छैन। अब यतातिर आउनुभयो भने सबै ठाउँहरू पुरा राम्रै होला जस्तो लाग्छ के अरे। अब त्यस्तो नराम्रो कसैको सुने छैन। केटाहरू सबैको अहिलेसम्म मेरो कन्फिडेन्सहरूबाट आएको सबै साथीहरूको त ठिकै भइरह, कसै पनि त्यस्तो समस्यामा परेको होला होइन। त्यही हो, अरू केही छैन। आउनुहोस्, अप्लाई गर्नुहोस्, बिस्तारै हुन्छ। अब नयाँ कुराहरू केही सोध्न मन छ भने मलाई सोधौँ, मैले भनिदिन्छु मजाले। म्यासेज गरेर भन्दा पनि हुन्छ। साथीभाइ जो पनि छ, मेरो आफ्नो साथीभाइ पनि होला, अब नचिनेको पनि कतिपय हुनुहुन्छ होला होइन। जो पनि छ मजाले भन्नुहोस्, मैले मजाले रिप्लाई दिइदिन्छु। अप्लाई गरौँ, राम्रोसँग पढौँ। नेक्स्ट अक्टोबरमा आउँछ टन्नै केटाहरू। अनि त्यसपछि झन् जापानमा नेपाली झन् धेरै हुन्छ, रमाइलो हुन्छ। नेपाली धेरै भयो भने रमाइलो हो नि। यहाँ कहाँको मान्छेहरू छ, विदेश कहाँको छ। अब नेपाली भयो भने झन् राम्रै भयो नि, यस्तो बोल्न त पाइन्छ। बोल्न त बोल्दैन यहाँ जापान आएको नेपालीहरू खासै। अब सबै त्यस्तो हुँदैन है, सबैलाई भन्न मिल्दैन। जापानमा भएको नेपालीहरू खासै बोल्दैन है, तर सबै त्यस्तो हुँदैन। म चाहिँ बोल्छु जस्तो लाग्छ, किनभने म एकदम फ्र्याङ्क छु कि, जोसँग भने फ्याट्टै बोलिदिने टाइपको। हेल्पफुल हुनुपर्छ मान्छे अर्काको देशमा आइसकेपछि जस्तो लाग्छ है। आजको लागि यति। नेक्स्ट टाइमको भिडियो म नेक्स्ट टाइम बनाउँछु। हस्, थ्याङ्क यू। सब्सक्राइब गरिदिनु एउटा, तपाईँहरू कमेन्ट गर्नु के छ म भनिदिन्छु।